हेलो साथीहरू नमस्कार। मैले फेरि आज लामो समय पछाडि छोटो भिडियो बनाउँदैछु तपाईँहरूको बिचमा। यो दृश्यमा देखिराख्नु भएको छ, यो चाहिँ कागतीको बिरुवा हो। सायदमा प्याजको बिरुवा पनि देखिराखेको छ। कसैलाई कागतीको बिरुवा लगाउने हाम्रा कृषक दाजुभाइ दिदीबहिनीहरूलाई यो बर्खायामको सिजनमा असारको महिनामा कसैलाई कागती लगाउने मन छ भने कागतीको बिरुवा र सुन्तलाको बिरुवा हामीसँग उपलब्ध छ। तपाईहरुले सम्पर्क गर्न सक्नुहुन्छ। त्यसैगरी प्याजको बिरुवा पनि देखिराख्नु भएको छ। प्याज चाहिँ अहिले लगाउने होइन, अलि पछाडि हुन्छ। ल हेर्नुस्, यो पोली ब्यागमा राखेको अलि धेरै, यो अलि अगाडिको बिरुवा हो। त्यसो हुँदाखेरि यो अलि धेरै अग्लो छ, अलि हुर्किसकेको अवस्था छ। यो टनेलभित्र हो। यो टनेलभित्र यसको खेती गरिएको छ। यो नर्सरी भनौँ न, यो नर्सरी हो। यो कागतीको बिरुवा अत्यन्त राम्रो छ। यो टमाटर पनि यही भित्रै छ। यो चाहिँ आफै चाहिँ उम्रेको टमाटर हो। यसमा चाहिँ यो उम्रेको टमाटरलाई चाहिँ हामीले यसरी राखेका थियौँ। कागतीको बिरुवा राम्रो, अत्यन्त राम्रो हुर्किराखेको छ। तपाईहरुलाई कागतीको बिरुवा चाहिएमा हामीसँग सम्पर्क गर्न सक्नुहुन्छ र आगामी दिनहरुमा पनि फेरि छोटो भिडियोहरू राख्दैछु। हेर्दै गर्नुहोला। हस्त धन्यवाद, नमस्कार।